हेलो गाइज, आजको वेदर हेर्नु है त। त्यहाँ आजको वेदर चाहिँ एकदमै राम्रो छ। अनि हेर्नु फलहरू लागिरहेको छ यसरी। ड्राइगन कति धेरै हिलो अथवा चिया बोक्यो, कफी पनि बोकेर हिँडिरहेको छु मैले। गाइज हेर्नु न कति धेरै फुलेछ हौ। कहाँबाट छिर्ने हो नि भगवान्, म कहाँबाट छिर्ने के कहाँबाट छिर्ने यसरी छिर्नु पर्यो। यसरी छिर्नु पर्यो गाइस। म यसरी गरेर छिर्दैछु म। आजको वेदर चाहिँ एकदमै राम्रो छ साथीहरू। हेर्नुहोस् त, आजको वेदर चाहिँ एकदमै राम्रो लाग्यो मलाई। पानी पनि पर्न लागेको छ होइन, सो त्यही भएर पनि राम्रो भएको होला। साथीहरू हेर्नुहोस् है, मेरो ड्रागन फार्म यसरी घुमेर चाहिँ हजुरहरूलाई देखाइदिन्छु। यसको चाहिँ काम रहेन रहेछ, घरि ड्रागन फार्म देखाउँछ, घरि उसको सलुन देखाउँछ भनेर पुरा स्टुडियोहरू देखाउँछ भनेर पुरा रिस उठ्दो होला। हजुरहरू रिसाउँदै गर्नु, म नाच्दै गर्छु ल। खासै असर पर्दैन क्या मलाई मान्छेहरू रिसाउँदा खासै असर पर्दैन गाइस मलाई। रिसाउने भनेकै मान्छेहरू रिसाउने भनेकै जसले प्रगति गर्छ त्यो मान्छेलाई रिस्दै मान्छेको गर्छ अरे कि साथीहरू। त्यो चाहिँ बुढापाकाले भनेको मान्छे पाक्नको लागि रेडी भएछ है साथीहरू। अब जेठको होइन, आज 1 गते, आजबाट जेठ सुरुवात पनि भयो। अब 10, 15, 16 गतेतिर चाहिँ मेरो फार्ममा भरि भराउ ढकमक्क रातै ड्रागन हुनेछ। आशा छ राम्रो होस्, भगवान्ले सधैँ साथ देओस् होइन। अरूको रिस डाहा गर्नु हुँदैन साथीहरू, भगवान्ले सदाबार साथ दिन्छ। अर्काको लुट्नु हुँदैन, अर्काको खानु हुँदैन, दुःख गरेर खानु केही असर पर्दैन है साथीहरू। दुःख गरेर खानुपर्छ, अर्काको लुट्नु हुँदैन, अर्कालाई के भन्छ चोट्ठा व्यवहार गर्नु हुँदैन, सदाबार किन भगवान् छैन र, भगवान् छ नि। त्यही भएर यसरी सङ्घर्षको फल पनि मिठो हुन्छ। खुट्टा तान्नेहरू तान्दै गर्छन्, आफू चाहिँ यसरी यस्तो भुकुले चप्पल लगाएर हिँड्नु छोड्नु हुँदैन साथीहरू। यस्तो चप्पल लाउने हो, हम्जाएका कटु लाउने हिँड्ने होइन साथीहरू। अप्ठ्यारो छ हिँड्न। आया घोचो कपालै यस्तो बनाइदिने। सुन्नुभएको साथीहरू, कस्तो मजाले चराहरू कराइरहेको क्या है। आनन्द आउँछ कि गाउँमा पनि, एक खालको आनन्द महसुस हुन्छ कि, रिफ्रेस हुन्छ माइन्डहरू पनि साथीहरू। अझ पानी परेर रोकिएको, बेलुका पानी परेको थियो नि त, अनि त्यही भएर रोकिएको। कतिपय साथीहरू अरू पनि होइन, कस्तो धेरै थाक्यो हामीहरू त, गाह्रो भयो सायद थाक्नु पनि हुन्छ। तर मेरो मामलामा चाहिँ साथीहरू होइन, मेरो मामलामा चाहिँ यत्रो धेरै ड्रागन छ, लगभग 1 बिघामा छ है। यसलाई पनि हेर्न पर्यो होइन, अनि जतापछि पनि हेर्न पर्यो, प्लस खानासाना पनि पकाउनु पर्यो, अनि घर सफासुग्घर पनि पोचासोचा पनि लाउनै पर्यो होइन। मलाई त पोचा नलाइसकेर पनि बुझ्दैन, पोचाहरू पनि लाउनै पर्यो, प्लस अनि त्यसपछि स्टुडियो पनि जाने पर्यो, स्टाफलाई खाना लिएर आयो। म सबै सकेर म स्टुडियो जान्छु, स्टाफलाई खाना पनि लिएर जान्छु। त्यसपछि झोला राख्नु नपाइकन काम स्टार्ट हुन्छ, स्टार्ट हुन्छ काम है। क्लाइन्ट हुन्छ, स्टुडेन्टहरू हुन्छ, क्लाइन्टहरू हुन्छ होइन, उनीहरूसँग गफगाफ गर्न पर्यो, स्टुडेन्टलाई क्लास दिनु पर्यो। कहिलेकाहीँ त बस्न पनि पाइँदैन, यति व्यस्त हुन्छ स्टुडियोको काममा। प्रेसर भइरहेको छ, तर पनि जति प्रेसर भए पनि सामाजिक सञ्जालमा आएर रुएर केही पनि काम छैन साथीहरू है।
आफूलाई प्रेसर हुन्छ, प्रेसर भयो त, जति प्रेसर भयो हामीले त कमाएको हो नि त। स्टुडियोमा काम गरेर प्रेसर भएर त हामीले कमाएको हो नि त, हामी त गुमाएको छैनौँ नि त। ह्याप्पी रहनुहोस् साथीहरू, ह्याप्पी हुनुहोस्। जति धेरै प्रेसर परेर हामीले स्टुडियोमा उभिएर हेयर स्ट्रेट गरेर केराटिन गरेर ब्ला ब्ला अब जति गर्छौँ नि त्यो सबै गरेर त हामीले कमाएको हो नि त, हामीले गुमाएको त छैनौँ नि। किन स्ट्रेस लिने क्या, मलाई तनाव भयो भनेर सामाजिक सञ्जालमा धुरुरुएर भिडियो बनाउने क्या साथीहरू। मलाई चाहिँ यो खासै मन पर्दैन, सबैलाई मन नपरोस् भन्न खोजेको होइन, अब मलाई चाहिँ मन नपरेको हो है। यसरी नै दिनचर्या बितेको छ हो साथीहरू, मेरो चाहिँ खेतीपाती गरेरै दिनचर्या बितेको छ है। कहिले स्टुडियो घर, स्टुडियो घर, स्टुडियो घर, कहिलेकाहीँ अब छुट्टीको दिनमा बाहिर पनि जान्छु होइन, घुम्छु पनि, स्टुडियोको काममा कहिले बाहिर जानुपर्ने हुन्छ। साथीहरूको सपोर्ट माया चाहिरहन्छ मलाई, हजुरहरूको साथ सपोर्ट चाहिँ मलाई यसरी नै दिनु होला। जति मलाई स्टुडेन्टहरूले मलाई सपोर्ट गरेको छ, साथ दिएको छ, मलाई क्लाइन्टहरूले पनि त्यति नै धेरै साथ सपोर्ट दिनुभएको छ। यति भन्दै अब म मेरो स्टुडियो जाने बेला पनि भइसक्यो। मैले यो एकछिन यो फार्ममा आएर चाहिँ मैले यो सानो भिडियो बनाएको हो। मैले भनेको कुराहरूले हजुरमा पर्न कुनै पनि कुरा, यो मैले भनेको कुराहरूले हजुरहरूमा असर पर्न गएमा क्षमा चाहन्छु। थ्याङ्क यू फर वाचिङ एभ्री वान, बाई बाई।